लास्टै चोट ला घरमा कोही हुनुहुन्छ नानी ओ नानी घर कोही हुनुहुन्छ भने आइदिनु मेरो त सासै फुल्न लाग्यो घरमा कोही हुनुहुन्छ भने आइदिनु त हजुर वा सन्चै हुनुहुन्छ सन्चै छु नानी तिमी कस्तो छौ नमस्ते वा नमस्ते यहाँ मान्छेको सास फुल्न लागिसक्यो के भयो र देऊ न लाउनु बुवा बस्नु धन्यवाद नानी तिमीलाई लौ धन्यवाद ओ भाइ यहाँ त काँडा भिजेछ नानी मेरो त नानी के खाने कुरा थियो कि ए कच्चा रोटी र दही छ हुन्छ त आउ नानी त्यही ल्याइदिनु हुन्छ गई 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 साथीहरू मैले चाहिँ के प्लान बनाइदिनु थाहा हजुरलाई यो चाहिँ गई अब म यसको घरभित्र जान्छु यसका त्यो गहनाहरू हुन्छ नि जस्तै कि त्यो तिरारी मारी तिरारी सुनको अनि सुनको औठी अनि सुनको के हुन्छ सुनको सिक्री कस्तो मजा आउँछ नि नौगेडी सुनको नौगेडी त्यो पनि लिनुपर्छ गइहाल्नु पर्यो घरै यत्रो पोको बुगा घरै लिएर आइहाल्नु पर्यो भाइ बल्ल त लिएर आइयो कस्तो गाडा बिजी रहेछ खाना ल्याएको होइन उते नानी मलाई उता कस्तो माया गर्दो रहेछन् कि उता खाने दिएका लाउनु बुवा हजुरलाई यति दिन सक्थेँ यति नै दिएँ पाती खोला खा त फेरि यो त एकदम मिठो भयो होला त नानी बुवा मलाई एउटा शङ्का लाग्यो भाइ के भयो नानी त्यो झोलामा के छ हजुर त पल्लो घरको जानु ऊ त्यो घर